तपाईं यो फर्मलाई फिल गर्नुहुन्छ भने यस्तो खालको एउटा चाहिँ पीडीएफ हुन्छ जसमा लेखेको छ गभर्नमेन्ट अफ नेपाल नेशनल स्टैटिक अफिसर नेशनल इकोनोमिक्स 2082। यसमा तपाईको रजिस्ट्रेसन नम्बर छ, एप्लिकेन्ट नेम छ, एप्लिकेसन लेभल छ। नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो च्यानलको नयाँ भिडियोमा। क्रास सेवामा तथ्याङ्क कार्यालयले धेरै नै भ्याकेन्सी खुला गरिएको छ। यस भिडियोमा म तपाईहरुलाई हेराउने छु कि त्यो फर्मलाई तपाईहरु फिल कसरी गर्न सक्नुहुन्छ तपाई आफ्नो कम्प्युटर अथवा मोबाइलबाट। यो भिडियोलाई म बढी ठूलो बनाउँदैन, डाइरेक्टली म तपाईहरुलाई फर्म कसरी फिल गर्ने त्यो प्रक्रिया म हेराउन चाहन्छु। त्यसको लागि म आफ्नो ल्यापटपको स्क्रिन शेयर गर्न चाहन्छु। साथीहरु, फर्म फिल गर्नको लागि सबभन्दा पहिले तपाईहरु क्रोम ब्राउजरमा जानु होला। मोबाइल अथवा ल्यापटप जहाँबाट पनि गर्नुहुन्छ सेम नै प्रोसेस हुन्छ। जुन वेबसाइट छ त्यसको म लिंक कमेन्टमा हालिदिएको छु। त्यसपछि यस्तो खालको इन्टरफेस ओपन हुन्छ। यहाँनिर जे जति छ कुराहरु सबै लेखेको छ। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय यस्तै गरेर लेखेको हुन्छ। सबभन्दा पहिला यहाँ तपाईहरु हेरेर चाहिँ फिल गर्नु होला। यो कुनै ठूलो छैन, एकदमै नर्मल छ। तपाईहरु इजिली यसलाई फिल गर्न सक्नुहुन्छ आफूबाट नै। सबभन्दा पहिला यहाँ छ उम्मेदवारको काम गर्न चाहेको पद तथा कार्यक्षेत्र सम्बन्धित विवरण। सबभन्दा पहिला आवेदकको पद, यसमा दुईटा छ। यदि तपाई +2 गर्नुभएको छ भने गणक चुज गर्नु होला। यदि तपाई ब्याचलर गर्नुभएको छ भने सुपरवेक्षक चुज गर्नु होला। अथवा तपाई ब्याचलर गरेर चाहिँ दुवै गर्न चाहनुहुन्छ भने दुवै यहाँनिर अप्सन छ, त्यो तपाईहरु सिलेक्ट गर्नु होला। म चाहिँ गणकको गर्छु। त्यसपछि तपाई कुन प्रदेशमा काम गर्न चाहनुहुन्छ, जस्तै म मधेसमा गर्न चाहन्छु। त्यसपछि तपाईहरु आफ्नो जिल्ला चुज गर्नु होला, कुन जिल्लामा गर्न चाहनुहुन्छ। अनि त्यसपछि नगरपालिका चाहिँ चुज गर्नु होला। नगरपालिकामा म आफ्नो चाहिँ नगरपालिका यहाँबाट चुज गरिलिए। त्यसपछि वार्ड नम्बर चुज गर्नु होला। वार्ड नम्बर म यहाँबाट चुज गरिलिए। त्यसपछि दोस्रो नम्बरमा छ यहाँ उम्मेदवारको व्यक्तिगत विवरण। तपाईको नाम यहाँनिर तपाई इन्टर गर्नु होला नेपालीमा। अनि त्यसपछि इंग्लिशमा इन्टर गर्नु होला। आवेदकको नाम थर इंग्लिशमा। त्यसपछि तपाईहरु लिंक चुज गर्नु होला। लिंक सिलेक्ट गरिसकेपछि तपाईहरु बुबाको आफ्नो नाम हाल्नु होला यहाँ। त्यसपछि आमाको नाम थर छ, बाजेको नाम। अनि त्यसपछि तपाई आफ्नो जन्म मिति यहाँनिर विक्रम सम्बन्धमा हाल्नु होला। हालिदिएपछि यहाँनिर तपाईको जन्म मिति अटोमेटिक एडीमा यो लिन्छ। अनि तपाईको पूरा भएको उम्र पनि यहाँनिर आइहाल्छ आफै। त्यसपछि तपाईहरु आफ्नो एउटा सम्पर्क नम्बर दिनु होला। अनि एउटा इमेल चाहिँ यहाँनिर हालिदिनु होला। त्यसपछि तल आउनु होला। यहाँनिर छ नागरिकता सम्बन्धित विवरण। यसमा तपाईहरु आफ्नो नागरिकता नम्बर हाल्नु होला। त्यसपछि नागरिकता जारी भएको प्रदेश कुन छ त्यो प्रदेश चाहिँ यहाँबाट छनौट गर्नु होला। त्यसपछि नागरिकता जारी गर्ने जिल्ला, तपाई कुन जिल्लाबाट तपाई आफ्नो नागरिकता बनाउनु भयो त्यो चुज गर्नु होला। अनि यहाँनिर छ नागरिकता जारी गर्ने मिति। त्यसपछि तपाई आफ्नो नागरिकता जारी मिति हाल्नु होला। यहाँनिर एउटा उदाहरण सहितको दिएको छ जारी मिति कसरी हाल्ने। 2074/01/1 छ। यानी तपाईहरु इयर हालेर स्ल्याश हाल्नु होला। त्यसपछि मन्थ हालेर फेरि स्ल्याश हालेर तपाई आफ्नो डे हाल्नु होला। त्यसपछि छ यहाँनिर नागरिकताको प्रमाणपत्र, दुवै साइडको प्रमाणपत्र एकैनिर अट्याच हुने गरी तपाई यहाँनिर अपलोड गर्नु होला, जुन 200 KB भन्दा माथि हुनु भएन। त्यसपछि तपाईहरु आफ्नो ठेगाना विवरण हाल्नु होला। यसमा तपाईहरुको स्थानीय ठेगानामा छ प्रदेश चुज गर्नु होला। प्रदेश चुज गरिसकेपछि तपाई आफ्नो जिल्ला यहाँनिर चुज गर्नु होला। त्यसपछि तपाईहरु आफ्नो नगरपालिका यहाँबाट चुज गर्नु होला। म चुज गरिसके। त्यसपछि तपाईको वाडा कति छ त्यो तपाईहरु आफ्नो वार्ड चुज गर्नु होला। अनि तपाईको टोलको चाहिँ नाम के छ त्यो चुज गर्नु होला। त्यसपछि तपाईहरु तल आउनु होला। यहाँनिर छ स्थानीय र अस्थायी ठेगाना एउटै छ कि फरक। यदि एउटै छ भने माथि फिल गरिदिनु भयो भने भयो, फरक छ भने फरक चुज गरेर फेरि फिल गर्नु होला। म यहाँनिर एउटै छ सिलेक्ट गरिसके। मेरो स्थायी ठेगाना क अनि ख दुवै चाहिँ भयो किनकि मेरो एउटै छ। त्यसपछि तपाईहरु तल आउनु होला। यहाँनिर छ शैक्षिक विवरण, गणनाको लागि न्यूनतम योग्यता उत्तीर्ण गरेको त यहाँबाट तपाईहरु +2 चुज गर्नु होला। अनि त्यो भन्दा माथि गर्नु भएको छ भने त्यो पनि यहाँनिर अप्सन हुन्छ। जब तपाईहरु सुपरवेक्षकको लागि सिलेक्ट गर्नुहुन्छ भने यहाँनिर +2 त्यो भन्दा माथिको पनि शो हुन्छ। किनकि म गणनाको लागि चुज गरेछु त्यसकारण यहाँनिर +2 को अप्सन मात्र हेराए। अनि यहाँबाट अध्ययन गरेको संकाय, तपाई 8 पढ्नु भएको छ
कि साइन्स पढ्नु भएको छ कि कमर्स कि एजुकेसन त्यो तपाईहरु चुज गर्नु होला। त्यसपछि तपाईको मुख्य विषय के थियो, एकाउन्ट खास गरेर म्यानेजमेन्टको जति पनि स्टुडेन्ट हुन्छ कमर्सको त्योहरु एकाउन्ट चुज गर्छन्। अनि यता साइन्सको स्टुडेन्टहरु पीसीएम नत्र पीसीबी चुज गर्छ, फिजिक्स केमिस्ट्री बायो अथवा फिजिक्स केमिस्ट्री म्याथ। त्यो तपाई आफ्नो मुख्य विषय यहाँनिर हाल्नु होला। त्यसपछि तपाईको 12th मा कति जीपी आएको छ त्यो हाल्नु होला। अनि त्यसपछि छ न्यूनतम शैक्षिक योग्यता ट्रान्सक्रिप्ट मार्कशीट प्रमाणपत्र। तपाई आफ्नो मार्कशीटको प्रमाणपत्रको यहाँनिर फोटो अपलोड गर्नु होला। त्यसपछि त न्यूनतम शैक्षिक योग्यता जुन क्यारेक्टर सर्टिफिकेट हुन्छ त्यो अपलोड गर्नु होला 12th को। त्यसपछि तल आउनु होला, यहाँनिर छ न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो योग्यता विवरण। यदि तपाई यहाँ छ तपाईले आवेदन गरेको पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो योग्यता छ, यसमा क्वेशन मार्क छ। यदि छ भने छ गर्नु होला, छैन भने छैन गर्नु होला। अनि छ भने यहाँनिर सबै इन्टर गर्नु होला, जसरी कि शैक्षिक योग्यता कति छ, संकाय कुन संकायबाट पढ्नु भयो र कति जीपी आए र त्यसको सर्टिफिकेट पनि यहाँनिर अपलोड गर्नु होला। तर मसँग छैन, म यहाँबाट छैन चुज गर्छु, मेरो यो काम सक्छ। त्यसपछि छ तालिम सम्बन्धित विवरण। यहाँनिर छ तथ्याङ्क संकलन सम्बन्धित कुनै तालिम छ। यदि तपाई गर्नु भएको छ भने यहाँ तालिम दिने संस्थाको नाम हाल्नु होला, तालिमको कति अवधि थियो, कति दिनसम्म थियो त्यो हाल्नु होला। यदि छैन भने यहाँबाट छैन गरिदिनु होला। त्यसपछि छ अनुभव सम्बन्धित विवरण। यहाँनिर लेखेको छ तथ्याङ्क संकलन सम्बन्धित कुनै किसिमको अनुभव छ, यसमा पनि क्वेशन मार्क छ। यदि छ भने काम गरेको संस्थाको नाम दिनु होला, यहाँनिर काम गरेको अवधि कति छ त्यो दिनु होला। अनि यहाँनिर छ अनुभव प्रमाणपत्र कुनै एक मात्र। यदि छैन भने यहाँबाट तपाई छैन चुज गरिदिनु होला। अनि त्यसपछि तपाईको एउटा पासपोर्ट साइज फोटो लाग्छ। यहाँनिर छ आवेदकको फोटो, यहाँबाट चुज फाइल गर्नु होला। तपाई जुन पनि फोटो खिचाउँदा त्यसमा दुवै कान हेर्नु पर्यो, दुवै आँख हेर्नु पर्यो। अनि कुनै एक कलरको ब्याकग्राउन्डमा तपाई त्यो फोटोलाई हाल्नु होला, किनकि हेर्नमा राम्रो लाग्छ। सबै फिल गरिसकेपछि एकचोटी तपाईहरु चेक गर्नु होला। त्यसपछि यहाँनिर एउटा टिक गर्ने अप्सन छ, टिक गर्नु होला। अनि यहाँ लेखेको छ मैले माथि पेश गरेको सबै विवरण सही छन्, कुनै फरक परेमा कानुनी बमोजिम सहने छु। यदि तपाई कुनै यहाँबाट गलत डिटेल हाल्नुहुन्छ भने कानुनी कारबाही हुन्छ, त्यो तपाईलाई मन्जुर छ, यहाँनिर त्यही लेखेको छ। त्यसपछि तपाईहरु चाहिँ यहाँबाट सबमिट गर्नु होला। कुनै पनि जुन कोठा हुन्छ त्यो तपाईहरु खाली हाल्नु भएछ या फोटो अपलोड गर्नु भएन, केही अपलोड गर्नु भएन भने यहाँनिर तपाईको त्यो फिल्डहरु छैन, खाली छ, यस्तो खाली हेराउ छ। यसलाई तपाईहरु ओके गरेर माथि हेर्न सक्नुहुन्छ। जसरी म आवेदकको नाम हालेन, आवेदकको इंग्लिशमा पनि हालेन, यो धेरै म छाडे किनकि म तपाईहरुलाई हेराउँदै छु। यति गरिसकेपछि यदि तपाईको सबै कम्प्लिट हुन्छ भने यो सबमिट चाहिँ हुन्छ। सबमिट भइसकेपछि तपाई आफ्नो पीडीएफ चाहिँ डाउनलोड गर्नु होला। डाउनलोड गरिसकेपछि म तपाईहरुलाई हेराइदिन चाहन्छु कि यो पीडीएफ कस्तो खाले हुन्छ। तपाई यो फर्मलाई फिल गर्नुहुन्छ भने यस्तो खालको एउटा चाहिँ पीडीएफ हुन्छ, जसमा लेखेको छ गभर्नमेन्ट अफ नेपाल नेशनल स्टैटिक ऑफिसर नेशनल इकोनॉमिक्स 2082। यसमा तपाईको रजिस्ट्रेसन नम्बर छ, एप्लिकेन्ट नेम छ, एप्लिकेसन लेभल छ र यहाँ तल लेखेको छ डेट अफ एप्लिकेसन सबमिसन। अनि यो सबै फिल गरिसकेपछि तपाईहरु त्यो पीडीएफलाई चाहिँ डाउनलोड गर्नु होला। अनि मेरो चाहिँ पासपोर्ट साइज फोटो हेरिदिनु। साथीहरु, यो थियो हाम्रो भिडियो जसमा मैले बताए कि तथ्याङ्क कार्यालयको गणक अथवा सुपर्वेक्षक पदमा तपाईहरु आवेदन कसरी दिन सक्नुहुन्छ। यो भिडियो सम्बन्धित तपाईहरुको केही डाउट अथवा केही क्वेरी छ, केही प्रब्लम भयो भने तपाईहरु चाहिँ कमेन्ट अवश्य गर्नु होला। यदि तपाईहरुलाई चाहिँ फर्म भर्ने बेलामा कुनै पनि समस्या भयो भने म एउटा चाहिँ नम्बर यहाँनिर दिदै छु स्क्रिनमा, त्यो नम्बरमा तपाईहरु सम्पर्क गर्नु होला। यदि तपाईहरु फर्म भर्न नसकेको खण्डमा तपाई हामीलाई मेसेज गर्नु होला, हामीले तपाईको फर्म चाहिँ फिल गरिदिन्छौँ। यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो त्यो तपाईहरु कमेन्ट गर्नु होला। यो भिडियो तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि तपाईहरु कमेन्ट गर्नु होला। तपाईहरुसँग भेट हुन्छ अर्को एउटा नयाँ भिडियोमा, त्यसकारण तपाईहरु यस च्यानललाई सब्स्क्राइब गर्नु होला अनि आफ्नो ख्याल राख्नु होला। टेक केयर एन्ड बाय।